हेलो सबैजनालाई नमस्ते। आज चाहिँ हामी रमितेको टुर जान लागिरहेछौँ। अनि अहिले चाहिँ हामी चुलाचुलीबाट आइतबारे हुँदै यता रतुवाको चिसो हावा खाँदै दमकतर्फ प्रस्थान गर्दैछौँ हाम्रो फ्यामिली। अनि दमकबाट चाहिँ हाम्रो सन्दीप ब्रोको फ्यामिलीहरू हुनुहुन्छ। हामी 2 फ्यामिली मिलेर चाहिँ आज रमितेको चिसो हावा अनि त्यहाँको वातावरणसँग रमाउन भनेर घरदेखि केही किलोमिटर मात्रै माथि हामी प्रस्थान गर्दैछौँ। बाटोमा रमाइलो कुराकानी गर्दै हाँसी मजाक गर्दै बिस्तारै बिस्तारै सबैजना हामी अघि बढ्दैछौँ। यस्तो चिसो मौसम है, यता झापाको चाहिँ गर्मी अनि त्यो पछाडि तातो हावा छल्नको लागि हामी रमितेको चिसो हावा र त्यहाँको वातावरणलाई यसो अवलोकन गर्नको लागि हामी सबैजना बिस्तारै बिस्तारै रमाइलो गर्दै अघि बढिरहेछौँ। कस्तो राम्रो भ्यू क्या, बिच बाटोमा यस्तो जङ्गलको बिचमा है। अनि हाम्रो ड्राइभर दाइले पनि कस्तो मजाले गफ हान्दै हँसाउँदै लिएर जाँदै हुनुहुन्थ्यो। हामी बाहिरको दृश्य हेर्नमै सबैजना व्यस्त थियौँ। अनि हेर्दा हेर्दै हामी भनेको ठ्याक्कै यो चाहिँ 0 पोइन्ट भन्दो रहेछ। अनि त्यहाँ पुग्यौँ। 0 पोइन्टमा चाहिँ एकछिन रोकेर यसो फोटोसोटो खिच्दिउँ न त भनेर सबैजना उत्रियौँ। अनि त्यो पछाडि भनेको यस्तो दृश्य यस्तो दामी है गाइज। अनि ठ्याक्कै त्यतिखेर चाहिँ अब बिस्तारै बिस्तारै पानी पनि पर्न आँटेको, शीतल शीतल मौसम है। अनि यता हाम्रो सन्दीप ब्रो चाहिँ छोरासँग खेल्नमा व्यस्त है चिसो हावामा। अनि चारैतिरको मौसम चाहिँ यस्तो राम्रो छ गाइज है। यो ठाउँमा एकचोटि चाहिँ अवश्य भिजिट गर्नुपर्ने हुन्छ। सबै दुःख पीडा पिर मर्काहरू भुलेर चाहिँ चिसो हावा चिसो मौसममा रमाउनु नै अलग्गै मजा आउँछ। मेरो छोरी चाहिँ यहाँ माथि चढेर पुरै काकालाई सताउँदै छे, चिसो मौसमको मजा लिँदै। सबैजना अब एकछिन फोटो सेसनतिर लागौँ न त भनेर फोटो खिच्नतर्फ लाग्यौँ गाइज है। अब फोटो कसरी खिच्ने भनेर चाहिँ हाम्रो सानो भतिजलाई चाहिँ संसार भतिजले सिकाउँदै थियो सबैलाई। अनि यता हाम्रो भाइ चाहिँ अब मस्त फोटोग्राफर भएर त्यहाँ फोटो खिचिरहेछ है। अनि तैँले जान्दैनस् होला भनेर एकछिनमा म आफै पनि म खिचिदिन्छु भनेर यसो लागेँ म चाहिँ होइन फोटो खिच्नको लागि। अनि ल सबैजना आफ्नो आफ्नो पोज दिनु भन्दै गर्दाखेरि यता दामी टाइम ल्याप्सबाट क्यामेरा राखिरहेको थिएँ। दामी क्याप्चर भइदिइरहेको रहेछ क्या। यस्तो टाइम ल्याप्सले यो चाहिँ एकदम राम्रो पर्फेक्ट सट निकालेछ। हेर्दा हेर्दै बादल आउँछ है गाइज। त्यो पछाडि आफै उडेर जान्छ, फेरि कस्तो क्लिन हुन्छ। यस्तो रमाइलो मौसम छ क्या। अनि फेरि म चाहिँ पुरै फोटोग्राफर भएर होइन अनि खिचिदिँदै थिएँ सबैलाई। अनि मेरो श्रीमतीले चाहिँ यस्तो देखाउँदै थियो, यताको भ्यूबाट चाहिँ राम्रो आउँछ होला हो भन्दै सिकाउँदै थियो मलाई। अनि हाम्रो दाइ फेरि यता मस्त आफ्नै संसारमा टिकटक बनाउँदै हुनुहुन्थ्यो। अनि यता अब भतिज चाहिँ फेरि आमामा डन के खतरा, उसको लुक्स नै बवाल थियो है। अनि फेरि एकदम हाम्रो चाहिँ अब साथीको ल एउटा फोटोसुट गरौँ न त भनेर एकछिन उभियौँ। नानीलाई चाहिँ जाडो भयो कि जस्तो लाग्दै थियो मलाई चाहिँ, तर त्यस्तो साह्रो जाडो त थिएन। तर पनि मजा आइरहेको थियो है। त्यो पछाडि फेरि 0 पोइन्टबाट निस्केर हामी अब चाहिँ 10 टाउनतिर जानुपर्छ भनेर सबैजना अघि बढ्यौँ। पानी पुरा परिरहेको थियो गाइज बिस्तारै बिस्तारै। अनि दाइले चाहिँ 10 टाउन माथिसम्म लगिदिन्छु नि त हाम्रो भाइ भतिजहरूलाई भन्दै भन्नुभयो। अनि हामीलाई माथिसम्म नै पुर्याइदिनु भयो। दाइलाई धेरै धेरै धन्यवाद त्यसको लागि। अनि सबैजना हामी लाग्यौँ 10 टाउनतिर। यहाँको मुख्य मेन भनेको दृश्य चाहिँ 10 टाउनतिर रहेछ। केटाहरू चाहिँ ओर्लिनै नमानिराखेको क्या, उनीहरूलाई आनन्द आइरहेको रहेछ गाडीभित्र। ल सबैजना निस्केर जानुपर्छ पानी पर्छ भनेर। अनि त्यो पछाडि हामी लाग्यौँ 10 टाउनतिर। केटाहरू पनि बिस्तारै बिस्तारै निस्किँदैछ। अनि हाम्रो सन्दीप ब्रो पनि अब लास्टमा हाई भन्दै हिँडिरह है। अनि त्यो पछाडि अब हामी लाग्यौँ 10 टाउनतिर। माथि चाहिँ चिसो चिसो छ भनेर छोरीलाई यसो ज्याकेट लगाइदिएर अनि भतिजले पनि ज्याकेट लगाइरहेको थियो। हामी अब यताको दृश्यमा रमाउन थाल्यौँ। म चाहिँ अलिकति बाहिर गएको थिएँ, यस्तो दामी दृश्य देखेँ क्या, अलग्गै लेभलको। अनि हाम्रो डन भतिज फेरि अझै हाई भनिदिइरह्यो क्या, खतरा। अनि एकछिन बाहिरको दृश्य अवलोकन गरेर फेरि हामी भित्र
टेन्ट टाउनतिरै घुमौँ न त एकछिन भनेर भित्रतिर घुम्न थालियो गाइज। अनि अब नानीहरूलाई चाहिँ सँगै बसाएर एउटा फोटो खिचिदिउँ न त भनेर खिचाउन खोजेको नानीहरूले अब कस्तो नमाने जस्तो तरिकाले उनीहरू एकअर्कामै क्या डराए जस्तो भएर अब कहिले नदेखेर होला नि त सँगै। अब पछि त साथी भइहाल्छ। अहिले नै चाहिँ अब दुईजनै सानै है। अनि उनीहरूलाई सँगै बसाएर फोटो खिच्नै उयो भएको क्या अनि त्यो पछाडि अब हाम्रो यात्रा यही ठाउँमा टुङ्ग्याउँछौँ भन्ने सोच्यौँ। तर होइन, एकछिन चाहिँ घुम्नुपर्छ भनेर फेरि घुम्न थाल्यौँ। अनि नानीहरूले पनि यसो खेल्दै थिए त्यतिखेर। अनि हामी एकछिन त्यहाँनिर डान्स गर्दै हुनुहुँदो रहेछ टिकटक बनाउने आन्टीहरू। अनि उहाँहरूसँग नानीहरू होइन सबैजना पुरा डान्स गरेर रमाइलो गरिरहेको क्या। अनि म नि एकछिन यसो अवलोकन गरेँ। त्यो पछाडि फेरि हामी लाग्यौँ टेन्ट हाउसको पछाडिको भागतर्फ। त्यता चाहिँ चिसो मौसममा रमाउँदै सबैजना टिकटक बनाउँदै नाच्नेहरूको भिड पनि लागिरहेको थियो। अनि यस्तो राम्रो दृश्य है। यो मौसम छोडेर फेरि त्यो गर्मीमा नजाऊँ भन्ने खालको फिल भइरहेको थियो। अनि अब चाहिँ अति भएन, भोक लागिसक्यो गाइज, केही खानुपर्छ भन्ने तरिकाले हामी बस्यौँ। अनि अब के अर्डर गर्ने भन्दाखेरि अब सबैले आफ्नो आफ्नो अर्डर गर्दै थियो। तर यो ठाउँमा चाहिँ तातो थुक्पाको सुप खाँदै मिठो हुन्छ होला भन्ने सोच आएर हामी सबैले चाहिँ थुक्पाहरू मगायौँ। कसैले मोमो, कसैले चाउमिन है। सबैजनाले मजाले खायौँ। त्यो पछाडि बाहिर चिसो हावा चल्न थाल्यो एकैचोटि। अब के गर्ने त्यस्तो बेलामा चाहिँ अब नानीहरूलाई जोगाउन गाह्रो हुन्छ नि त। अनि साथीले चाहिँ अब नानीलाई आफ्नो टाउको कभर गरिदिँदै थियो भतिजको, चिसो लाग्छ भनेर। अनि उता हाम्रो नानीलाई पनि गुम्साएर राखिरहेको थियो। अनि अब लास्ट अब चाहिँ लाग्नुपर्छ हामी यहाँ पछाडि चाहिँ फेरि हामी भन्ज्याङतिर जाऊँ न त, यसो अलिकति टाइम छ, भन्ज्याङतिर पनि निस्किनुपर्छ भन्ने तरिकाले हामी सबैको प्लान भयो। अनि त्यो पछाडि हामी फेरि अब फर्किँदैछौँ भन्ज्याङ रिसोर्टतिर जानको लागि भनेर मौसम दाइलाई चाहिँ अगाडि नै इन्फर्म गराइसकेको थियौँ हाम्रो भाइहरूले। अनि त्यो पछाडि अब हामी जानुपर्छ भनेर सबैलाई ल टेन्ट टाउनलाई चाहिँ सबैले बाई भनिदिनुपर्छ है भन्दै। अनि त्यो पछाडि अलिअलि सागसब्जीहरू यताउति किनेर अनि दाइलाई लु बढौँ भनेको दाइले पनि छिट्टै अब गाडीको स्टार्ट गरिहाल्छु म त्यसो भए भन्नुभयो होइन। अनि सबैलाई ल बाई बाई अब टेन्ट हाउसलाई चाहिँ भनेर हामी अब यहाँबाट निस्क्यौँ। अनि त्यो पछाडि भनेको अब हाम्रो फेरि यात्रा सुरु हुन्छ भन्ज्याङ रिसोर्टतिर। अब हामी लाग्दैछौँ फेरि टेन्ट टाउन रमितेबाट। रमितेको दृश्यहरू एकदम मनमा ताजा राख्दै त्यहाँको अमूल्य दृश्यहरू, यहाँदेखि चाहिँ सबै दमकको भ्यूहरू मजाले देखिने क्या माथिबाट। अलिकति जुमिङ पोइन्ट नभएर चाहिँ खिच्न सकिएन। अनि बाटो यस्तो हरियाली है, मनै रमाउने क्या। यहाँनिर धन्यवाद लेखेको बोर्ड सँगसँगै हामी लाग्यौँ फेरि टाढीको बाटो हुँदै हामी भन्ज्याङ रिसोर्टतर्फ। जति सक्दो चाँडो हुन्छ त्यहाँ गएर अलिकति भए पनि रमाइलो गरौँ न भन्ने हिसाबले हिँड्दैछौँ। अहिले हामी बक्रा खोलाको पुलमा आइपुगेको छौँ। अनि बिस्तारी अब हामी चाहिँ ठ्याक्क भन्ज्याङ रिसोर्ट आइपुग्यौँ गाइज। अब सबैजना चाहिँ यहाँ बसेर यसो हल्का, यो पनि जङ्गलको बिचतिर नै भएर कस्तो रमाइलो छ क्या यो ठाउँ पनि। एकदम खोलाको तिरमा होइन, एकदम पिसफुल वातावरणमा सुमधुर म्युजिकको साथमा होइन मस्त बसेर खाने ठाउँ। अनि आफूलाई रिफ्रेस गराउनको लागि चाहिँ अब दिनभरिको थकानहरू भयो होइन, अफिसियल काम भयो, अब जेबाट पनि अलिकति फ्रेस हुनको लागि चाहिँ यो भन्ज्याङ रिसोर्ट चाहिँ एकदमै बेस्ट अप्सन रहनेछ भनेर हामी यो ठाउँमा पनि यसो आइहालेको बेला अब आफ्नै मौसम दाइको हो नि त। अनि दाइलाई पनि यसो भेटघाट पनि हुन्छ भनेर हामी आयौँ। एकदम रमाइलो ठाउँ छ यो चाहिँ है। यहाँ भन्ज्याङ अनप्लग्ड साँझ पनि हुन्छ। यस्तो रमाइलो वातावरण है, पिसफुल एकदम। यो ठाउँमा अब हामी चाहिँ बसेर केही खाऊँ न त, यसो रमाइलो दृश्य अवलोकन गर्दै भनेर हामीले केही खानेकुराहरू अर्डर गऱ्यौँ। अनि यता म्युजिक पनि बजिरहेको थियो। म्युजिक चाहिँ नसुना पनि कपिराइट लाग्छ भनेर मैले त्यो चाहिँ लगाइनँ है गाइस। अनि हामी सबैजना माथि गएर बस्यौँ।
अनि यहाँ भाउजू पनि यहीँ हुनुहुन्थ्यो, भाउजूलाई हाई भनिदिनु भनेको, भाउजूले नै हाई भन्दै जानुभयो। अनि हाम्रो अर्डरहरू अब सबै थोक यहाँनिर दिइसकेपछि चाहिँ एकछिनमा हाम्रो फर्स्ट चाहिँ चटपटे आएको छ गाइज, एकदम बवाल चटपटे है। अनि कोक, अब हामी यस्तो हार्ड ड्रिङ्कहरू त गर्दैनौँ, त्यही भएर अब कोकहरू मगायौँ। मौसम दाइले चाहिँ जिस्काउँदै हुनुहुन्थ्यो। अनि म चाहिँ कस्तो चाहिँ रहेछ भित्र बनाउने ठाउँ भनेर यसो हेर्न भनेर गएँ। जाँदाखेरि एकदम निट एन्ड क्लिन गाइज है, एकदम पर्फेक्ट क्या। कुनै यस्तो झिँगाहरू यस्तो भन्केकोहरू त्यस्तो केही छैन, एकदम कस्तो क्लिन, एकदम हाइजेनिक। उहाँ सेफ पनि एकदम अनुभवी हुनुहुने रहेछ। अनि खानाको टेस्ट त अलगै लेभलको बवाल गाइज। मासु हेर्नु सर्भ गर्दै हुनुहुन्थ्यो, अनि मैले पनि खिचिहालेँ। त्यो अब दाइले हाल्दै गर्दाखेरि नै त्यतिखेरै खाउँ लागेको थियो। तर वान अफ द बेस्ट मासु चाहिँ यहाँनिर खान पाएकोमा मौसम दाइलाई धेरै धेरै, अनि मौसम दाइको टिमलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि टक्क हाम्रो फ्रेन्च फ्राई पनि रेडी भइरहेको थियो, एकदम निट एन्ड क्लिन वातावरणमा। अनि हामी चाहिँ खान बस्यौँ। अब सबैजनाले अब खानुपर्छ है गाइजहरू, अहिले हो अब भोलिदेखि फेरि कहिले हो भन्ने जस्तो तरिकाले ल खाम, आज रमाइलो गरौँ। यो चाहिँ लास्ट मुमेन्ट हो। अब आजको लागि रात पनि पर्न आँटेको छ, एकछिन फोटोसोटो पनि बाहिर गएर खिच्नुपर्ने हुन्छ, नत्र भने साँझ पर्छ भनेर हामी चाहिँ हतार हतार खाँदै थियौँ है। एकदम मिठो, एकदम एफोर्डेबल प्राइसमा है। टेस्ट त नेक्स्ट लेभल नै थियो भनौँ न। अनि सबैजनाले अब मस्त खाँदै थियौँ है। सबैजना भयो अगाइयो भन्दै थियो, होइन खानुपर्छ भनेर खाँदै थियौँ हामी चाहिँ। अनि त्यतिकैमा अब फोटो सेसनको लागि जानुपर्छ भनेर बिदाई भयौँ गाइज। बाई बाई, यति नै ल।